यस गोली प्रहारका प्रत्यक्षदर्शी मध्ये थिए स्कुल ड्रेस लगाएका 17 वर्ष किशोर श्रीयम चौलागाई। केही मिनेटपछि चोकको अझै नजिक श्रीयम फेरि देखिन्छन्। उनको अगाडि प्रदर्शनकारीको एउटा समूह प्रहरीमाथि ढुङ्गा हान्दैछ। यहाँको हिंसाबाट तर्केर श्रीयम चोकतिर फिर्ता हिँड्छन्। यिनै उनका अन्तिम पाइला हुन्छन्। केही बेरमा अर्को फोनले यो दृश्य कैद गर्छ, जुन नेपाल भरि भाइरल हुन्छन्। टाउको पछाडि लागेको गोलीको चोटबाट धेरै रगत बगिरहेका श्रीयमलाई बोकेर सडक पारी लगिन्छ। वरिपरिका मानिसले उनलाई एम्बुलेन्समा राख्छन्, तर ढिलो भइसकेको हुन्छ। राष्ट्रिय ट्रमा सेन्टरमा आइपुग्दा श्रीयमको मृत्यु हुन्छ। भदौ 23 गते संघीय संसद बाहिर गोली प्रहारबाट मारिने व्यक्तिहरूमध्ये उनी सबैभन्दा कम उमेरका हुन्।